वर्षाको रात पानी परिरहेको छ, र उज्यालो बाहिर हेरिरहेको छ। ननिदाएको न जागेको, बिचैमा कति अड्किएको, ठ्याक्कै त्यही अवस्थामा जहाँ मन हुन्छ तर शब्द हुँदैन। यो लाइन पढ्दा मनभित्र कतै केही हल्लियो भने यो भिडियो तिम्रै लागि हो। सोमबार जन्मिएको पुरुष बाहिरबाट सामान्य देखिन्छ, तर भित्र एउटा पुरै ब्रह्माण्ड छ जो कसैले देख्दैन, जो कसैले बुझ्दैन, जो ऊ आफैले पनि सधैँ बुझ्दैन। ऊ अरूको आँखामा दुःख देख्छ, कसैले नभने पनि ऊ अरूको हाँसोभित्र पीडा पर्छ। अनुहार नहेरी पनि यो उपहार हो, तर यही उपहारले उसलाई सबैभन्दा बढी थकाउँछ। संसारले उसलाई भन्छ अति सोच्ने, अति संवेदनशील, तर उनीहरूलाई थाहा छैन जसले धेरै महसुस गर्छ उसले धेरै बोक्छ पनि। यदि तिमी पनि सोमबार जन्मिएका हो, यो भिडियो अन्तिमसँग हेर ल। आज पहिलो पटक कसैले तिम्रो भित्रको संसारलाई बुझ्नेछ। बस तिमी भित्रको संसारलाई निगार्नेछ। बस तिमी भित्रको संसारलाई बाहिर ल्याइदिनेछ।